अलिअलि त्यस्तो अब हेलो गाइज हाम्रो यो गजेङ गुजुङ भ्लग स्टार्ट गर्दैछौँ आज डे 1 हो अनि हामीहरु चाहिँ फिलेको ट्याटुबाट कुरा सुरु हुन्छ फिलेको ट्याटुबाट सुरु हुन्छ अरे त्यो नखिच्नुस् कहाँ त्यस्तो नखिच्नु हुन्छ नि भर्खर बिहा हुनु लाग्यो दुलै जस्तै लगानु हो त्यस्तो नभन्नु न त्यो गाडी चाहिँ दामी रहेछ यार कुन चाहिँ भोल्भो त्यो नि भोल्भो है XC90 हो मैले हेरेको थिएँ XC90 चाहिँ आज चाहिँ हरिब दामी वेदर छ सनी डे अब यो कति दिनलाई हुने हो थाहा छैन गाडी कुन ठिक हुन्छ अरे गाडी अब भाइको रिकमेन्डमा चाहिँ हामी भोल्भोलाई हेर्छ यहाँ अगाडि नै भोल्भो रहेछ तर यो इलेक्ट्रिक हो तर यो हाम्रो यो इलेक्ट्रिक गाडी चाहिँ कसरी यहाँ चिन्छ भन्दा नम्बर प्लेट अगाडि यसको ग्रिन हुन्छ के ग्रिनले रिप्रेजेन्ट गर्छ नि त इलेक्ट्रिक ग्रिनेरी भनौँ न त्यसलाई त्यही भएर यहाँ चाहिँ उस गर्छ यो नि राम्रै हो खास कस्तो भनेदेखि भल्भो अरू दिन पनि देखिन्थ्यो देखिन त होइन तर के भने हामीले आज भल्भो दिमागमा लगाएको छौँ नि त अनि त्यही भएर त्यो भल्भोमा त देखिरहेको रेन्ज रोभर हो कि कुन गाडी गयो दामी थियो त्यो हरियो कलरमा हो र पर्फेक्ट बक्स के अब हामी के औडीसँग औडी उसार्ने हो अरू बेला पनि हामीले रेसिङ भाइ तर हामीले नोटिस गरेको छैनौँ ओके हामी आज चाहिँ दिमागमा चाहिँ भल्भो राखेछौँ नि त त्यही भएर भल्भोमा त देखिरहेको छौँ कुन मोडल हेर्नु पर्यो भल्भोै गयो यार त्यस्तो भल्भो हिजो पनि देखिन्थ्यो ओके आज चाहिँ हामी नोटिस गरिरहेको छौँ आज होइन त्यो पनि भयो त्यो अगाडि पनि भल्भोै हो क्या फेरि थापा चाहिँ सेम मोडल हो क्या त्यो सेप चाहिँ सेम छ त्यही अघि हाम्रै अगाडि भएको भल्भो होइन त्यो त उता गयो अहिलेको त्यो राउन्ड अबाउटबाट उता गयो यो फेरि अर्को हो के कुन चाहिँ गाडी हेर्नु अरे भोल्भोको XC90 हेर्ने मात्रै किन्ने त अब हामी गरिब मान्छे होइन त्यो होइन हेर्न त पाइन्छ नि त्यो गीत के अरे तर भोसडीको अघि हरियो कलरको एउटा बक्सी लुक के त्यस्तै गयो कि होइन तर अगाडि डिस्कभरी लेखेको थियो कि रेन्ज रोभर लेखेको थियो अलिक म कन्फ्युज भयो ठिकै छ उयो किस्तामै झिक्ने त हो नि बबाल थियो जहाँ भए पनि अब फेरि औडी नै औडी भेट्ला जस्तो छ भाइ होइन यहाँ नै औडी त्यहाँ अगाडि औडी R8 टाइपको औडी खास केटाहरूको लागि यदि जो सिङ्गल छ यो हो अरे कि उनीहरूको लाइक रिङ 4 रिङ होइन म्यारिडको एउटा रिङ हुन्छ अनि अनम्यारिडको 4वटा बिहा गर्ने भनेको होइन लाइक 4वटा गर्लफ्रेन्ड बनाउने त्यो भयो त माला भइहाल्थ्यो नि गर्लफ्रेन्ड कि केटा गर्लफ्रेन्ड हजुर नलुक्नु है त्यहाँ हुन्छ छ होला क्याप्चर हानिहरू चाहिँ यहाँ पनि भल्भो यो नि भल्भो रहेछ यहाँ हो र अनि योभन्दा अगाडि अर्को गछ भल्भो जस्तो लाग्थ्यो त त्यही त एउटा अगाडिको छ यो चाहिँ इलेक्ट्रिक हो अर्को चाहिँ नन इलेक्ट्रिक छ क्या उता तर यो बाटो बिहान आउँदाखेरि त्यो सनराइज हुन्छ नि मोबाइल देखिन्छ गोल्डन के कृति भाइले भन्नु थियो कि अब खिच्नु है दा खिच्नु भन्दै थियो कि उता अनि जामी थियो कतै भ्लग स्टार्ट गर्नु गर्यो के त यार आज दिनभरि त्यहाँ त त्यही त्यो हट्टा सट्टा डाडाङ गऱ्यो खै कता के गर्छ त्यसले कुन्ने त्यत्तिकै बुत्र हिँडेको मात्रै हुन्छ भोसडी त्यसको आज कन्डो चेक गर्नु भन्नु नयाँ ट्याटु थप्यो कि होइन म त ठिसै भएको हो कि तर कन्डोमा नयाँ ट्याटु रन्डोले कन्डोमा ट्याटु लगाएको अस्ति नि यहाँ एक्सिडेन्ट भएको थियो यार ऊ त्यहाँनिर मान्छेको ब्यागै निस्केको के अब हामी यता छुट्टिनु पर्छ नि त अनि यतै कतापट्टि ठ्याक्क यही एरियामा यार के को जाम भएछ भन्दाखेरि त त्यो गाडी नै उस फर्किएको कि यताबाट गइरहेको गाडी हो त्यस्तो भएको यार फर्किएको क्या रिटर्न ब्याक भएको यसरी गएको गाडी त्यो हान्दै होला नि पछाडिबाट चाकतिर चाक भन्दा कन्डो के चाक भन्दा अलिक कस्तो नराम्रो सुनिने हल्का रन्डो स्पोर्टाज हामीले वहाँ स्पोर्टेज भन्छौँ यहाँ चाहिँ स्पोर्टाज भन्छ यो पनि सायले इलेक्ट्रिक रहेछ होइन यो त ब्लू हो क्या
नम्बर प्लेटबाट थाहा हुन्छ क्या थापापछि अलमोस्ट ए तर होला सायद है हो यार त्यो इको कुनी के लेखेको थियो यार ए होला इको इलेक्ट्रिक जस्तै यस्तै के लेखेको थियो इको चाहिँ लेखेको थियो हाइब्रिड होला अनि तपाईले भन्नु हो हैन तपाईको त्यो अर्कोवाला त्यो भ्लग खिच्नेवाला क्यामेराले चाहिँ धेरै हल्लियो भने पनि अलिअलि त त्यसले स्टेबल गर्छ गोप्रो र ठिकै गर्छ तर अचल फोनहरूले नि गर्छ भन्छ के अनि त्यो उमा खिच्नु न के रे 8K मा कहाँ 8K हान्दैन त्यसले 4K मात्रै तपाईको मोबाइलले 4K त हान्छ ओए अफ्रिकन ट्विन हो कि कुन हो हैन BMW होला तपाईले खिच्ने उनीहरु अगाडिको गाडीहरु ओभरशुट गरेर वेबसाइटमा हेरेर यो गाडीले ओभरशुट हालेर कहाँ त हामी भाम्बु छोडेको कहाँ हेर्छ यस्तो भने पनि पत्ता हुँदैन लास्टमा फोकिने लज छोडिदिन्छ तर सेडान चाहिँ लग्जरियस हो क्या तर स्टिल भाइको अलि उखाएर जस्तो फिल लाग्छ यो तपाईहरुको जति त छैन हैन सस्पेन्सन लो छ नि त कति इन्च व्हील हो तिम्रो हजुर व्हील कति इन्च हो 17 हो 17 हो हजुर तर मेरो चाहिँ सस्पेन्सन अलि लो छ क्या अलि स्टिफ छ हैन हजुर स्टिफ छ स्टिफ हजुर जस्तै मेरो भयो दिपेशको गाडी भयो चाहिँ उसको चाहिँ सस्पेन्सन लो हुन्छ मेरो पनि लो नै छ तपाईँको फेरि गाडी त हेभी छ नि त लो गऱ्यो भने त अब टायरै फुटाएको छ हेभी छ तर अब महाकडक्स यसमा जहिले जाम हुन्थ्यो कि उकालोमा तर आज त अलिक कम्ती रहेछ भएन क्या मेरो चाहिँ त्यो गाडी हो त्यो सही भने यार भाइ त्यो हेभी भएरै हो क्या हिजो फेरि पुरा हुन्छ नि दिपेश र म के म गएँ त्यसपछि अनि गाडी बराबर रहेछ क्या हो दिपेश भने क्या मैले अनि दिपेशले फेरि होइन दाइ मेरो गाडी लामो छ नि दाइ यहाँ त्यहाँ दियो होइन पुरा अनि त्यसपछि हो र यार त्यस्तो त लाग्दैन भने क्या मैले पनि मेरो लामो छ अलिकति मान तपाईँले अलिकति ब्याक गर्नु त बराबर राख्नु त पुरा नै गरेँ होइन मैले नापेको आफैले पुरा अगाडि पनि नाप्यो पछाडिबाट पनि नाप्यो पुरा गरेँ होइन दाइ तपाईँको लामो रहेछ यार मैले पनि भाइ मेरो लामै छ अनि मैले नि पछि हजुरले भन्नु नि त्यो कुरा अनि मैले थाहा भएपछि तपाईँको त जे कुरा लामै छ भन्दै भनिदिएको नि त अनि तर यहाँ बढी गाडीको मात्रै सिन भयो रोडको मात्रै सिन भयो घरको अब घामतिर पनि देखाइदियो किनभने हाम्रो मुख देखाउने लायक छैन अब खतरा दिपेशको डोर पनि अलिकति अलि हेभी नै छ यही बाटोमा क्या उसलाई के अरे त्यो एमजी भाइ के लाई उस हानेको समातेको पुलिसले के अन्डर कभर यही उसमा यहीँ भने जस्तो लाग्छ है मलाई मेरो विचारमा त्यतै यही उसमा अगाडि पनि 2-3 गाडी स्पिडमै गएको भाइ पनि स्पिडमै अनि त्योभन्दा पछाडि पनि आइरहेको त्यसले ओभरटेक गर्नु त म नि जान्छु त्यही फ्लोमा जाँदाखेरि अनि त्यसले ठ्याक्क सरप्राइज हान्दैछ अन्त त्यो उसको त्यो कम्पनी गाडीमा सिरियस हुँदाखेरि अब दाबेपछि 70 भन्दा माथि जान्दैन त्यही 70 हान्दैन कहिले पुगौँ भन्दै हुन्थ्यो त जाममा परि किन त्यसको एडजस्ट गरिदिएको हुन्थ्यो त्यो एडजस्ट गरेको हुन्छ अन्डर 70 नै हुन्छ 70 60 अन्त तर आज बवाल देखेको यार आँखाले भन्दा नि क्यामेरामा दामी देखेको यार उस माथिको क्लाउडहरू क्या है अलिक स्टिल त्यो हात धेरै नहल्लाएर खिच्नु कस्तो दामी सिन आएको छ नि कामसँग टक्क है अनि त्यो बाइकहरू त्यो ग्लासले के यो अगाडिको ग्लासले टक्क त्यो सनराइजहरू यस्तो भएको छ नि नै त्यो त्यहीँनिर त्यो रेस के कस्तो मजाले देख्यो कि यो यही गाडी हो क्या रिमोटले अगाडि पछाडि सरिदिन्छ यार पहिला हामीले यो प्लेनले के के गरेको भन्थ्यो क्या
बच्चामा के अलि वर्षमा हामीले त्यो जेम्स बोन्डको मुभीहरुमा हेर्थ्यौँ नि पुरा रिमोटले आफ्नो गाडी सरेर अगाडि ल्याएको के ए त्यस्तै गाडीहरु नर्मली अब सबैले चलाउँछन् अनि मुभी सबैजना जेम्स बोन्ड हुन्छ 007 हो सब 007 बोन्ड जेम्स बोन्ड के यार घाम यहाँ छ जुन उ त्यहाँ छ चन्द्रमा घाम यहाँ चन्द्रमा त्यहाँ लप परेर पारीपट्टि डाँडामा त्यो अल्डो सर्ट देखेको भन्नुहोस् न यहाँ तपाईँ यस्तो डाँडा अल्डो सर्ट हो त्यस्तो डाँडामा छ फान्ड्रो फानम होला राइट साइडतिर चाहिँ अल्डो सर्ट छ होला यार हजुरले भन्नु न म त थाहा छैन कि यो त मैले नै नक्सा घेरेको अनि यो भाइको भनौँ न यस्तोमा त औडीको बारेमा यसो सोधौँ न कस्तो छ अब यस्तोमा त उत्सव सापकोटा हुनुपर्छ कि जहाँ पनि हानिदिइहाल्छ कति वर्ष भयो भाइको यो लिनु भएको हजुर 1 वर्ष मात्र भयो 1 वर्ष भयो अनि अब यसको माइलेजहरुदेखि लिएर अब ड्राइभिङको हुन्छ नि एउटा इतना ही मिलेगा सुरुवात हुँदै चाहिँ सिक्दैछु नि त हैन पहिला चाहिँ कुन थियो भाइ तिम्रो पहिला त क्यास्काय हजुर निसान त्यस्तो बोरिङ गाडी चलाइदिएको तिमीले अब बाबाको डक्टर हुन्छ नि बाबाको गाडी अरे बाबाको गाडी छ त्यसो भयो त त्यसबाट यसमा आउँदाखेरि त लास्ट डेट बवाल फिल हुन्थ्यो होला हैन होला के मजा छ त लास्ट बोरिङ गाडी हो नि यहाँ त निसान गइदियो त्यसो नहन्नु नि यार फेरि अब बनाउनको लागि गाह्रो हुन्छ ल मैले भन्नै पर्दैन उले अन गरेको मान्छे उसले पनि भन्न सक्छ हो र त्यस्तो पुरा हो त्यो गाडी बनाउन गाह्रो हुन्छ रे यो गाडी ए यो गाडी त्यो कसलाई त जन जहाँ पनि पार्ट्स एभाइलेबल मेन्टेन गर्न गाडी हो नि गाडीहरुको फेभरेट गाडी यार यो मोटरवेमा 65 माथि जाने बित्तिकै त हल्लिन सुरु गर्छ त्यो गाडी यार फिलिङ हुन्छ कि स्टियरिङमै पुरै अङ्गलको त्यो गाडी अर्को पनि भल्भो आयो ल कार्डक्स आज भल्भोकै दिन रहेछ क्या थापाजी होइन भल्भो सधैँ थियो आज चाहिँ हामीले भल्भो स्पेसली दिमागमा राखेको छौँ नि त त्यो कारणले गर्दा यस्तो हान्दियो कि रे गाडीहरु त दामी हुन्छ हैन तर त्यो नेपालमा चलाइसक्यो नि यहाँ गाडी पुरै सेलमा छ कोही आएर किन्दा नि किन्नुस् है म भन्दिमलाई यहाँ चाहिँ मेरो त्यो के अरे प्रोमो कोड युज गर्नु भने हजुरले त्यस्तै 5% प्रोमो कोड के हो प्रोमो कोड यो हाम्रो त्यो लौडा लसुन के छ त्यो राख्न बाँकी छ हामीले वालिङको भालु पहाड राणा पहाड हाम्रो यो फेरि अर्कै हो कि यो मिनी कुपर पनि सही लाग्छ मलाई यार है ठिकठाक लाग्छ आजकल चाहिँ ढ्याब्रे भोटी गाडी जस्तो लाग्छ क्या कुपरमा च्वाक केटीहरु हुन्थ्यो हैन आज को त केटी नै हैन र केटा हो केटा तर आजकल केटा भन्नु चाहिँ के लेडिज गाडी अब राम्रो मान्छे अब युनिसेक्स गाडी बनाइदियो होला क्या त्यसलाई कति 14 मिनेट भयो अब धेरै छैन लो माका आज 14 मिनेट आयो त्यो बाटो त यार भन्छु यार कति लाग्छ त नि तपाईले जहाँदेखि स्टार्ट गर्नुभयो ए अँ त त्यहाँदेखि उता 15 मिनेट के भइरहेछ यार कहाँ पे हो जमिन पे हूँ जमिन पे यो बाटो आउँदाखेरि 30 देखि 31 मिनेटको बाटो हो भित्रबाट जाँदाखेरि 28 मिनेटको बाटो अझै घर त कहाँ पुग्नु भएको छ र
अलमोस्ट अब लगभग 2 मिनट त लाग्छ हाम्रो ब्लग फेरि बढी फेमस हुन्छ धेरै हाल्नु नै अब यति नै रेकर्ड गर्ने फेरि इतनै मिलेगा इतनै मिलेगा अनि फेरि वान्स मोर भन्नु नि मिल्दैन के अब यति नै बनाएर राख्ने हो यही हाल्ने हाम्रो रेन्डम भ्लग हो अब मन पराउनेले मन पराइदिनुहोस् होला है हेरिदिनुहोस् कमेन्ट समेन्ट अलिकति एक्स्ट्रा कुरा आएन भोलि आउला सायद मुखबाट के निस्किन्छ त्यही हाल्ने हो यो बाइकमा चाहिँ याल किन लेख्छ थापाजी 125cc सम्मको बाइकहरुलाई याल लेख्छ यालको माने के हो त नि अब हामी त बुझ्नु त त्यही हो त्यो लेबल छ के त्यो ड्राइभिङ लाइसेन्समा जसले 125cc सम्मको चलाउनेहरुले एल लेख्छ तर त्यसलाई फुल्ली लाइसेन्स ड्राइभिङ लाइसेन्स लेखेको छ भने चाहिँ एल नलेखेको हुन्छ त्यो भन्दा माथिकोलाई चाहिँ लेख्न पर्दैन तपाईको ड्राइभिङ लाइसेन्स छ नि तपाईले पनि त्यो 50cc को बाइक त चलाउन पाउनुहुन्छ हजुर तर एल लेख्नै पर्छ एल लेखेर अनि यस्तो बाटोमा 50cc को बाइक त के 200cc को बाइक काम लाग्छ के यार गर्मी भइछ है यहाँ हैन ठीक छ हैन ठीक छ गर्मी नै भएर तपाईलाई भयो अब गर्मी त अब त्यसरी गर्मी भइहाल्छ चिसो बियर तान्ने हो नि त पप्पर उयो के हो त कोनै बोकेर हिँडिरहेछ यहाँ फेरि के हो कुन्नी के भयो त्यसलाई तनाव भयो जस्तो छ कोन टाउकोमा हालिने छ खै हाम्रो सिद्धान्तले खतरा ड्राइभ ध्यान राखेको छ हैन पुरै राइडर राखेको छ भाइलाई यहाँ चाहिँ अब गुम्बा हो ओम माने पद्मे ओम गर्न पाइन्छ अब पद्मे हो खास त्यो पद्मे होमै भन्दो रहेछ के खास खै मैले भन्न नजाने कि के लेख्दाखेरि चाहिँ त्यसले चाहिँ होइन प्रोनाउन्स पनि त्यस्तै रहेछ ऊ त्यहाँ चाहिँ अब डगी हिँडिराखेको छ डगी हिँड्छ हिँडिरहेको छ तू सम्झा नै यो चाहिँ यो बाटोमा यस्तो चाहिँ यो चाहिँ यदि मान्छे कोही गर्छ यहाँ चाहिँ छोडिदिनु पर्छ हामीले हल्का ट्राफिक रुल्स पनि सिकाउनु पर्यो अरे क्या चाहिँ त्यो उसले के भन्छ त्यो फिरेले कति दिमाग खराब गर्दै यार कहिले आज अझ त्यो बक्स छैन भने बिचारा पुरा खोजे कति खोज्न पठायो क्या त्यो छैन भने पुरै सकिहाल्यो बिचारा त्यसले धन्न अझ कति उ गरेर त्यो ढोका त खोलेछ यहाँ चाहिँ ट्र्याक छ यसो ट्र्याकमा आएर यसो हान्न मिल्छ के मतलब यसो डान्स के पपसप डिजे हुन्छ त्यहाँ पुरा बोल्नु नि यार आधा नबोल्नु नि तपाईँ यार होइन कम्प्लिट हुँदैछ नि हाम्रो तपाईँको च्यानलले ब्यान्ड गर्नुहोस् भने चाहिँ फेरि हामी अर्को खोलिन्छ अरे अब यसमा के नै जान्छ र ल आजको भ्लगलाई यतैतिर यो किया क्या किया रे सनम त्यो वाला किया हैन त्यसको चाहिँ यस्तो आजको लागि भ्लगलाई यतैतिर रोक्दिउँ भोलि फेरि हाम्रो सुरु हुन्छ हैन भोलि हुँदैन अर्को दिन हालिन्छ हामी भ्लग सी यू इन नेक्स्ट भ्लग बाई बाई गाइज